हेर्नुस् त एउटा कुरा मलाई भन्नु, खोर्सानी कस्तो हुन्छ? खोर्सानी पिरो हुन्छ। अब खोर्सानीले म गुलियो बनाउँछु भनेर दिनै पछि चिनी पानी घोलेर जरामा हाल्यो भने त गुलियो हुन्छ? हुँदैन हजुर, खोर्सानी पिरै हुन्छ। उखु कस्तो हुन्छ? गुलियो हुन्छ। यसलाई त म पिरो बनाउँछु भनेर दिनै पछि खोर्सानी पिसेर त्यसको जरामा मिसाइदिनु भने त पिरो हुन्छ? हुँदैन, त्यो गुलियो नै हुन्छ। सूर्यले प्रकाश दिन्छ, चन्द्रमाले शीतलता दिन्छ। म यसलाई परिवर्तन गर्छु भनेर परिवर्तन हुँदैन हजुर, किनभने त्यसले आफ्नो धर्म छोड्दैन। खोर्सानीले कहिले आफ्नो धर्म छोड्दैन, ऊ पिरै हुन्छ जति गर्नुहोस्। उखुले कहिले धर्म छोड्दैन, त्यो गुलियो नै हुन्छ जति गर्नुहोस्। तर मान्छे यस्तो प्राणी बेला बेला धर्म छोड्छ। तर सबभन्दा चेतनशील प्राणी पनि मान्छे नै हो। फेरि हेर्नुहोस्, गाईलाई घाँस खुवाउनु पर्छ। गाईलाई जब घाँस दिनुहुन्छ नि हजुरले, यति घाँस चाहिँ म भरे खान्छु, भोलि खान्छु, पर्सि खान्छु भनेर राख्छ त्यसले? राख्छ? कुकुरलाई हजुरले खाना दिनुहुन्छ, त्यो कुकुरले खाना खान्छ, यति चाहिँ भोलिलाई खान्छु भनेर राख्छ? त्यही पनि कति बिन्दास आफ्नो जिन्दगी जिएको छ, हो कि होइन? मान्छेले 2 वर्ष पुग्ने भकारीमा धान राखेको छ, चामल राखेको छ, सम्पत्ति छ, मर्ने दिनसम्म लाउने लुगा छ, र पनि दुखी छ। दराज खोलेर हेर्ने भने मर्ने दिनसम्म लाउन पुग्ने लुगा छ, तर पनि मान्छे दुखी छ। हेर्नुहोस्, किनभने मान्छे अति नै आशावादी छ कि आध्यात्मिक छैन। अहिलेको मान्छे जुन दिन आध्यात्मिक बन्नु भने त्यो दिन लाग्छ कि केही पनि सत्य छैन यो संसारमा, म पनि सत्य छैन, यो संसारै मिथ्या छ। सत्य त केवल त्यो परमात्मा, त्यो भगवान हुनुहुन्छ, जो हिजो पनि हुनुहुन्थ्यो, आज पनि, भोलि पनि। हामी जस्ता लाखौँ आए पनि, करोडौँ गए पनि, यो जस्तो छ त्यस्तै छ।